नमस्कार आदरणीय दर्शक दिन, हम सब जिला ट्रैफिक कार्यालय धनुषा के ट्रैफिक प्रमुख लछी आ खास कर आज दिन जो बातचीत करब वो खास कर विवाह पंचमी में ट्रैफिक व्यवस्थापन इत्यादि विषय सब पर हम सब बातचीत करब केंद्रित खास कर ट्रैफिक व्यवस्था के विषय में है। विभिन्न विषय ट्रैफिक से जुड़ल विभिन्न विषय सब पर सेहो बातचीत करब। आज दिन जो हमरा सबके पाहुन छथि उ नेपाली भाषा भाषी छथि, ताहि दुआरे उनका से हम सब नेपाली में बातचीत करे के प्रयास करब। सर यहाँलाई धेरै धेरै स्वागत छ मिथिला आवाज में। धन्यवाद सर, नमस्कार। आफ्नो परिचय भनिदिनुहोस् हजुर। सम्पूर्णमा नमस्कार, म इन्स्पेक्टर सूर्य बहादुर साई, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको कार्यालय प्रमुख। आराम हुनुहुन्छ सर? ठीक छ हजुर। ठीक छ। खास गरी आज हामीहरू कुरा गरौँ विवाह पंचमी को ट्राफिक व्यवस्था को बारे में है। खास गरी आज चाहिँ यो विवाह पंचमी को के छ ट्राफिक व्यवस्था? एकदम धन्यवाद समय सान्दर्भिक प्रश्नको लागि। हजुर। अहिले यहाँ जुन निकट भविष्यमा विवाह सीताराम विवाह पञ्चमी जुन सुरु हुन गइरहेको छ, यो सप्ताहव्यापी हुन्छ। 4 गतेदेखि 10 गतेसम्म हुने कार्यक्रम छ। सोही अनुसार चाहिँ हामीले विशेष गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनको सन्दर्भमा हामीले एउटा योजना नै बनाएर त्यही अनुसार जस्तो बाहिरी आउटर रिङ भयो, बिचमा इनर रिङ भयो र त्योभन्दा भित्र कोर एरिया ड्युटी भनेर 3वटा लेयरमा हामीले चाहिँ ड्युटी डिप्लोयमेन्ट गरेका छौँ। ठुला सवारी साधनहरू, बस कार लगायत 4-5 सवारी साधनहरू हामीले त्यो आउटर रिङ ब्यारिकेडको कुरा गरेका छौँ। यतापट्टि भिट्टामोडबाट आउने कहाँ व्यवस्थापन गर्न, भिट्टामोडबाट आउनेलाई 6 लेन र यो 0 माइल यो बस पार्क छ, यो बस पार्कको नजिक र यसै गरी त्यता म्यानेज गर्छौँ भने हामी तल जटै रुटबाट आउनेलाई जटैको 6 लेन, कुवा बजार र प्रदेश भवनको नजिकै त्यो ग्राउन्डमा हामीले व्यवस्थित गर्छौँ। यसै गरी उता कपिलेश्वर तर्फबाट आउनेलाई कपिलेश्वर चौकीको त्यो साइडमा ग्राउन्ड छ, त्यहाँ चाहिँ राख्नलाई हामीले म्यानेज गरेका छौँ। र यसै गरी उता एदुका तर्फबाट आउने जति सवारी साधनहरू हुन्छ त्यसको लागि यता पुलचोकको 52 बिघा छ, त्यो 52 बिघामा चाहिँ हामीले व्यवस्थित गर्ने गरेका छौँ। र यसै गरी यता हाम्रो ढल्केबर तर्फबाट महेन्द्रनगर तर्फबाट आउने जति सवारी साधनहरू हुन्छ यिनीहरूलाई हामीले कबडल, यो मोजिलिया कबडलमा राख्ने व्यवस्थापन गरेका छौँ। यसै गरी महोत्तरी बलुवा रोडबाट आउने जति सवारी साधनहरू हुन्छ यसलाई चाहिँ अग्निकुण्ड नजिक र यतापट्टि यो बलुवा चौकीको साइडमा जति ग्राउन्डहरू पनि छ त्यहाँ ज्ञानकुपको अगाडिपट्टि त्यो ग्राउन्डमा व्यवस्थित गर्ने प्रयास गरेका छौँ। त्यो हिसाबको प्लानिङ छ। र अन्य चाहिँ इनर आउटर रिङको कुरा मैले त्यो निवेदन गरेँ। हजुर। त्यसभन्दा पछि इनर रिङ जुन छ हाम्रो यो चक्रपथको कुरा भयो, यहाँबाट रामानन्द चोकदेखि यता दुर्गा चोक, तपसी चोक, मुरली चोक हुँदै उता कदम चोक, भानु चोक र उता थापा चोक भएर यो अनि फेरि पिराडी चोक, यो यो एरिया जुन छ यो चक्रपथको एरिया भित्री एरिया, यसलाई चाहिँ हामीले टाइटली ड्युटी डिप्लोयमेन्ट गर्छौँ र यो भित्री एरियाभित्र मोटरसाइकल र ई रिक्सा समेत प्रवेश निषेध गराउने हिसाबमा सम्बन्धित सरकारवालासँग सबै सहकारी भइसकेछ सर, सहकारी भइसकेछ। नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकारहरूसँग सहकारी भइसकेछ सर। अहिले अस्ति जानकी मन्दिरमा पनि यही विवाह पञ्चमी व्यवस्थापनको लागि चाहिँ एकपटक मिटिङ भइसकेको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालयमा पनि, जिल्ला प्रहरी कार्यालयमा पनि यही सन्दर्भमा मिटिङ भइसकेको छ। र आज दिउँसो 3 बजे जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयमा पनि यही विवाह पञ्चमीको व्यवस्थापनकै सन्दर्भमा आज मिटिङ आयोजना गरिएको छ। त्यो हिसाबमा र सम्बन्धित सरकारवालासँग हामीले छलफल गरेरै त्यो गर्दा उपयुक्त हुन्छ भन्ने हिसाबमा हाम्रो मात्रै निर्णय नभएर समग्र रूपमा सरकारवाला सबैसँग छलफल गरेर त्यो कार्यान्वयनको प्रक्रियामा छ। अहिले चाहिँ यो विवाह पञ्चमीको लागि कतिजना ट्राफिक व्यवस्थापन गर्ने मान्छे मगाउनु भएको छ तपाईँ? मान्छे हामीसँग म्यान पावर कम नै छ। त्यो भएर हामीले म्यान पावर मात्रै होइन, अन्य स्रोत साधन सञ्चार सेटहरू जति आवश्यक पर्छ त्यो र म्यान पावर बाहिरबाट पनि थप माग गरेका छौँ तालुक कार्यालयबाट। हामीले अहिले 170 जना जति हामी ट्राफिकहरू खटिने हाम्रो योजनामा छ। हजुर। जिल्ला ट्राफिक कार्यालय धनुषामा कति जनशक्ति छ तपाईसँग अहिले? यो धनुषामा भने जिल्ला ट्राफिक प्रहरी कार्यालयमा मात्रै हामी 16 जना छौँ र त्योभन्दा बाहिर पोस्ट 16 जना लिएर यो धनुषाको ट्राफिक कन्ट्रोल हुन्छ सर?
होइन यसमा चाहिँ म्यान पावर कम छ तर यहाँ जिल्ला ट्राफिकमा मात्रै 16 जना हो अन्य जस्तो मुजिलिया पोस्ट होला अन्य अन्य मातहत युनिटहरू जहाँ जहाँ छ त्यहाँ 2 जना 3 जना कुनै ठाउँ हेरेर 6 जना पनि छ म्यान पावर अन्यत्र सर चाहिँ अब म अलिकता प्रसङ्ग बदलौँ यो ओभर स्पिडको जुन कारण छ विभिन्न कारणहरू जसरी रक्सी खाएर माप्से गरेर ओभर स्पिड चलाउनेलाई के कारबाही गर्नुहुन्छ तपाईँ होइन एकदमै धन्यवाद अहिले जुन पछिल्लो जुन आन्दोलन भयो अस्ति भाद्र 23-24 को जुन जेनजी आन्दोलन भयो त्योभन्दा अगाडि हामीसँग केही रिसोर्सहरू थियो सञ्चार साधन मात्रै नभएर अन्य जस्तो मापसेको लागि ब्रेथलाइजर स्पिड त्यो मापन गर्नको लागि राडार गन लगायतका जति हामीसँग इक्विपमेन्टहरू थिए त्योहरू हामीले त्यो जेनजी आन्दोलन गरेरमा जलेर नष्ट भएको अवस्था छ र हामी अहिले यो जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि जलेको र अलिकति नष्ट भएको क्षति भएको अवस्था छ त्यसका साथसाथै मातहत पनि 5वटा युनिट जलेको अवस्था छ भनेपछि हामीले त्यसलाई चाहिँ पुनर्निर्माणको अभियानमा छौँ यो भित्र पनि र बाहिरका युनिटहरूलाई पनि मातहत युनिटलाई पनि पुनर्निर्माणको प्रक्रियामा छौँ र यस बीचमा विषम परिस्थितिमा हामीले चाहिँ स्रोत साधन नभए पनि त्यो जुन यहाँले जुन कुरा उठाउनु भयो अहिले जेनजी आन्दोलन पछि अलिकति उशृङ्खल गतिविधि गर्ने अटेरी गर्ने र ओभर स्पिडमा चलाउने हेलमेट नलगाउने 3 जना चढ्ने लगायतका गतिविधिहरू ट्राफिक नियम उल्लङ्घन गर्ने खालका क्रियाकलापहरू अलि बढेको हो कि भन्ने हाम्रो आकलन हो र यसलाई चाहिँ अझै कन्ट्रोल कसरी गर्न सकिन्छ उहाँहरूलाई सम्झाइ बुझाइ अहिले चाहिँ हामीसँग जस्तो राडार गन छैन स्पिड कति हो भन्ने कुरा मापन गर्ने छैन तथापि हामीले रोकेर चेक जाँच गर्छौँ तपाईँ स्पिड बढी भएको छ तपाईँहरू आफ्नै जीवधनको सुरक्षाको लागि भए पनि आफूले चाहिँ संयमित ढङ्गले सुरक्षित ढङ्गले ट्राफिक नियमको पालना गरेर चलाइदिनुहोस् 3 जना नचढिदिनुहोस् लगायत यो जति पनि ट्राफिक नियम उल्लङ्घन गर्नुहुन्छ उहाँहरूलाई सम्झाइ बुझाइ र नियमअनुसार चाहिँ कारबाही प्रक्रिया पनि अगाडि बढिरहेको छ चेक जाँच गर्ने सामग्रीहरूको पनि अभाव छ यो सामग्रीहरू छिट्टै आउने प्रयासमा पनि छ प्रयास गरिराख्नु भएको छ तपाईँहरू खास गरी मेरो एउटा जुन गुनासो के छ भने जनताको साँझमा चाहिँ ट्राफिक प्रहरीहरूले लाइसेन्स चेक गर्नेको बहानामा पैसा लिन्छ त्यो कुराहरू आम सर्वसाधारणहरूको एउटा सानो गुनासो आछ यो सम्बन्धमा के भन्न सक्नुहुन्छ एकदम धन्यवाद एकदम राम्रो क्वेसन गर्नुभयो यदि त्यस्तो गुनासोहरू काहीँ छ भने त्यसलाई चाहिँ तपाईँ हामी आम पब्लिक र ट्राफिक प्रहरी प्रमुखको हिसाबमा म मिलेर त्यस्ता किसिमका गैर व्यवसायिक ढङ्गले कोही कसैले त्यस्तो इन्भल्भमेन्ट छ कोही व्यक्तिहरू संलग्न छन् भने तिनीहरूलाई हामीले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ त्यस्तो यहाँलाई जुन गुनासो गर्नुभयो उहाँहरूले गुनासो गर्ने व्यक्तिले कहाँ कसरी कुन ठाउँमा चाहिँ ट्राफिक प्रहरीले त्यसरी गैर व्यवसायिक ढङ्गले जुन यहाँले जुन भन्नुभयो त्यस्तो खालको गतिविधिमा कोही संलग्न छ भने त्यस्तो व्यक्तिलाई चाहिँ सूचना पाऊँ म इमिडिएट कानुन बमोजिम के कारबाही गर्छु र तर यो ट्राफिक दुर्घटना जस्तो सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि बढीभन्दा बढी चाहिँ दुर्घटना हुने कारण पनि मापसे गरेर ड्रिङ्क एन्ड ड्राइभ देखिन्छ ओभर स्पिड ड्रिङ्क एन्ड ड्राइभ यहाँ धनुषाको अवस्था हेर्दाखेरि धनुषामा चाहिँ त्यो भएर त्यस्तो मापसे चेक जाँचलाई चाहिँ अलिकति राखिएको अवस्था हो अब यसलाई अहिले अझै यो जेनजी आन्दोलनपछि त धेरै कम भइसकेको छ मापसे चेक जाँच पनि हामीसँग मेसिन नभएको हुनाले भनेपछि यो गुनासो पहिलेको हो कि अहिलेको हो अब यो विषयमा होला र त्यस्तो आम जनसमुदायलाई यही तपाईको यो जुन मिडिया मार्फत पनि के निवेदन गर्न चाहन्छु भने कहीँ कतै ट्राफिक प्रहरीले त्यस्तो किसिमको गुनासो अर्थात् त्यस्तो किसिमको केही गैर व्यवसायिक ढङ्गले यहाँहरूसँग आर्थिक लाभ अर्थात् अन्य किसिमको कुनै पनि किसिमको लाभ लिन खोज्यो भने यहाँले प्रत्यक्ष रूपमा मलाई 98 540 90 402 98 540 90 402 मा यहाँहरूले चाहिँ डाइरेक्ट कल गर्नुभयो भने जो सेवा गराइ हुनुहुन्छ सेवा गराएर म मिलेर त्यसलाई चाहिँ कानुन बमोजिम गरौँला यदि मैले गरिनँ मेरो पनि त्यस्तो किसिमको व्यवहार देखिएन भने यहाँहरूले माथि मभन्दा माथि तालुका कार्यालय छ हाकिम साहबहरू हुनुहुन्छ उहाँहरूलाई मजाले निवेदन गर्न अथवा रिपोर्ट गर्दा पनि हुन्छ तर सबभन्दा पहिला चाहिँ म कहाँ त्यस्तो काहीँ गुनासो छ भने म कहाँ उपलब्ध गराइदिनु भयो मलाई भनिदिनु भयो भने त्यो खालको गुनासोहरू आम जनसमुदाय र सेवा गराएर हामी ट्राफिक प्रहरी मिलेर त्यसलाई न्यूनीकरण गर्नुपर्छ र त्यस्ता गैर व्यवसायी क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही दायरामा ल्याउनुपर्छ तपाईँ धेरै व्यस्त हुनुहुन्छ मलाई थाहा छ विभिन्न मिटिङहरू छ हजुरको अन्तिममा मिथिला आवाजको माध्यमबाट 1 मिनटको भित्रमा आम सर्वसाधारण र यो विवाह पञ्चमी लिएर ट्राफिक व्यवस्थाको लिएर के भन्न सक्नुहुन्छ
1 मिनटको भित्रमा भनिदिनुहोस्। धन्यवाद। अब जुन यो हामी सबैको एउटा चासोको विषय, हामी सबैको यो गौरवको विषय पनि हो यो विवाह पञ्चमीलाई सफलतापूर्वक सम्पन्न गर्ने कुरा। सभ्य भव्य र व्यवस्थित ढङ्गले विवाह पञ्चमी जुन एउटा हाम्रो कार्य छ यसलाई चाहिँ सम्पन्न गर्नको लागि आम जनसमुदायहरूले हामी ट्राफिक प्रहरीहरूले सम्पूर्ण सरकारवाला निकायहरूसँग समन्वय गरेर जुन मैले अघि निवेदन गरेँ यहाँलाई, जुन आउटर रिङका कुराहरू, इनर रिङका कुराहरू, भित्र कोर एरियामा हाम्रो ड्युटी डिप्लोयमेन्ट भएको हुन्छ। हामी संयुक्त रूपमा हुन्छौँ, जिल्ला अर्को सिभिल प्रहरी र ट्राफिक प्रहरी हुन्छ र यहाँहरूले चाहिँ आफू स्वतःस्फूर्त रूपमा आफूले डिसिप्लिन भइदिएर यो तपाईँ हामी सबैको पर्व हो, तपाईँ हामी सबैको जिम्मेवारी हो। यो ट्राफिक प्रहरीले मात्रै गरिदिने, सिभिल प्रहरीले मात्रै गरिदिने भन्नुभन्दा पनि समग्र आम जनसमुदाय मिलेर यो जनकपुरको यो सुन्दर नगरीमा यो जुन हाम्रो सीताराम विवाह पञ्चमी हुँदैछ यसलाई भव्य सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्नलाई आम जनसमुदायले पनि उत्तिकै साथ सहयोग गरिदिनु भयो भने बल्ल मात्रै हामीले सोचेको जस्तो सफल ढङ्गले व्यवस्थित ढङ्गले हामीले यो विवाह पञ्चमी सफलतापूर्वक सम्पन्न गर्न सक्छौँ। र यसका साथसाथै यहाँहरूले जस्तो ट्राफिक प्रहरी सम्बन्धी कुनै पनि गुनासो, जिज्ञासा, सुझाव त्यस्तो छ भने पनि यहाँहरूले चाहिँ मौका आउनेछ, मौका निवेदन गरिदिनु हुनेछ, रिपोर्ट गरिदिनु हुनेछ, अर्थात् जानकारी दिनुहुनेछ, जसले गर्दा आम जनसमुदाय र हामी मिलेर हाम्रा कमी कमजोरी केही छन्, अर्थात् हाम्रो मात्र ट्राफिक प्रहरी कमी कमजोरी केही छन्, अर्थात् कुनै ठाउँमा कसरी हामीले व्यवस्थित गर्नुपर्नेछ त्यस्ता खालका केही कुराहरू छन् भने संयुक्त रूपमा मिलेर हामी त्यसलाई समाधान गर्नलाई अगाडि बढ्छौँ। यहाँहरू निर्धक्क भएर 98 540 90 402 मा यहाँहरूले सम्पर्क गरेर हामीलाई जानकारी दिनुहुनेछ, जसले गर्दाखेरि हामीले चाहेको जस्तो समाज निर्माण गर्नको लागि, ट्राफिक व्यवस्थापन गर्नको लागि, प्रविधि मैत्री ट्राफिक व्यवस्थापन गर्नको लागि हामी सफल हुने कुरामा अपेक्षा गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद यहाँलाई, हजुरलाई धन्यवाद। नमस्कार यो अवसरको लागि। आदरणीय दर्शकदिन, हम सब जिला ट्रैफिक कार्यालय धनुषा के प्रमुख जी से बातचीत करने चाहिए। इनका हम सब नेपाली में बतियनु है, विभिन्न बात कहल कि ना, मुदा एकटा मीडिया कर्मी के माध्यम से अपने सबके एकटा चीज आग्रह की करब जे खास करके अपने सब गाड़ी चलबे छिए तो स्पीड देख कर चलाई, दुर्घटना वैसे अनाहक जान नहीं जाए से एतबे आग्रह करे। एकटा बात आरो कहब जे अखन जिला ट्रैफिक कार्यालय जीएनजी के आंदोलन के कारण से बहुत जगह किछ क्षति भेल से ओहो सब निर्माण होबा लागल से। आई के लेल एतबे पुनः अगला अंक में कोनो नव विषय लक नव तिथि के संग उपस्थित है। ताधर के लेल हम मनीष कुमार मैथिल मिथिला आवाज से विदा चाहब। अपने सब देखते रहे मिथिला आवाज और सब्सक्राइब करो जरूर नहीं बिसरबे। अपने सबके संग अहिना बनल। प्रणाम।